एकदमै स्वस्थ व्यक्ति र कम उमेरको व्यक्ति अचानक मृत्युको खबर सुन्दाखेरि हामी सबैलाई के कारणले मृत्यु भयो होला भनेर जिज्ञासा लाग्छ र यो स्वाभाविक पनि हो। केही रोकथामका कुराहरू र केही सिक्ने कुराहरू हुन सक्छ। आज पनि यस्तै एउटा खबर हामी सुनेका छौं जसमा 43 वर्षको एकजना गायक अचानक अस्पताल ल्याउँदाखेरि मृत घोषित गरिएको समाचार छ। अब यो घटना सुन्दाखेरि कार्डियक एरेस्ट भएको जस्तो बुझिन्छ, किनभने सुतेकै बेलामा मुटु बन्द हुनु नै प्रमुख यस्तो कारण देखिन्छ। नत्र छाती दुखेर केही गाह्रो भएको भए, अप्ठ्यारो भएको भए परिवारका अरू सदस्यहरूलाई थाहा हुन्छ र समयमै अस्पताल लाने अवस्था आउँछ। तर हस्पिटल पुर्याउने बेलासम्म मुटु बन्द भएको, आँखाको नानी फुलेको, डाइलेट भएको अवस्था डाक्टरले देखेपछि मृत घोषित गर्ने गर्छन्। आज म तपाईहरुलाई दुईटा यस्तो रोगको बारेमा भन्न चाहन्छु जुन सुतेकै बेला मृत्युको कारणको रूपमा चिनिन्छ र यसलाई रोकथाम गर्न के गर्न सकिन्छ। पहिलो, मुटुको चाल सम्बन्धी विभिन्न प्रकारका रोगहरू जुन वंशानुगत हुन्छन्। प्राय यदि व्यक्ति सुतेको बेला नै मुटुको चाल उग्र रूपमा परिवर्तित भयो भने कार्डियक एरेस्टको अवस्था आउँछ। त्यो व्यक्तिले केही समस्या, केही कम्प्लेन्स भन्न नपाउँदै मृत्यु हुन सक्छ। यस्तो रोगहरू छ कि छैन भनेर हामी सामान्य इसिजीबाट पनि पत्ता लगाउन सक्छौं। र अर्को एउटा रोग हो जुन यङ मान्छेहरूलाई केही समस्या नभइकन पनि मुटुको चाल बिग्रिने, त्यो हो हाइपरट्रोफिक कार्डियोमायोप्याथी। यो इको टेस्टबाट थाहा हुन्छ कि मुटुको जन्मजात मांसपेशी मोटो हुने रोग। यसमा मुटुको चाल अचानक बिग्रेर मानिसको मृत्यु हुने जोखिम हुन्छ। यो पनि इकोकार्डियोग्राफी र अन्य जाँचबाट जोखिम पत्ता लगाउने र त्यसको उपचार गर्न सम्भव हुन्छ। अर्थात् यो रोकथाम गर्ने डेथमा पर्छ। र तेस्रो महत्वपूर्ण कुरा, हार्ट अट्याक। यदि व्यक्तिको उमेर 30-35 वर्षभन्दा बढी छ र उसको भित्र मुटुको रक्तनलीहरूमा कोलेस्ट्रोल जमेको छ र मुटुको ब्लकेज हुने केही कारणहरू, चुरोट, मदिराको सेवन जेनेटिक कारण हुन सक्छ र अरू मधुमेह, उच्च रक्तचाप र लामो समयदेखि अनियन्त्रित पारामिटरहरूले रगतको नलीमा कोलेस्ट्रोल जम्ने र राति सुतेको बेलामा त्यो रगतको नलीको भित्री भाग बर्स्ट गर्ने, फुट्ने र त्यहाँ क्लट जमेर हार्ट अट्याक हुने र हार्ट अट्याक भएपछि बिरामीलाई गाह्रो नहुँदै उलाई छाती दुख्न थाल्यो भने त निद्रा टुट्छ, आफ्नो घरको मान्छेलाई बताउन सक्छ। तर सुरुवातकै केही सेकेन्ड र मिनेट भित्रै उले छाती दुखेको थाहा नपाउँदै हार्ट अट्याक कार्डियक एरेस्टमा जब कन्भर्ट भइहाल्छ त्यही बेला उसको मृत्यु हुन सक्छ। यसको रोकथामको लागि जीवनशैली राम्रो गर्ने, चुरोट खाँदै नखाने, मदिराको सेवन नगर्ने र सँगसँगै आफूसँग भएका जुन मुटु रोगका रिस्क फ्याक्टर्सहरू छन्, बीपी, सुगर, कोलेस्ट्रोल, त्यसको उचित उपचार गर्न जरुरी हुन्छ। यस्ता केसहरूमा अब हामीलाई थाहा हुँदैन कि बाहिरबाट व्यक्ति हेल्दी देखिन्छ, तर उसले आफ्नो मुटुको जाँच गरेको छ कि छैन, कोलेस्ट्रोल र आदिको अवस्था के छ, चुरोट मदिराको सेवन गर्ने हो कि, ऊ कतिको सजग थियो त्यो व्यक्ति, त्यो थाहा नभइकन हामी अनुमान लगाउन सक्दैनौं कि उसलाई के कारणले भएको होला। र हामी यस्तो घटनाहरू सुनेपछि धेरैजना डराएर आत्तिएर डाक्टर कहाँ जाने पनि हामी घटनाहरू देख्छौं। त्यसैले तपाईं आफ्नो पारामिटर्सहरूलाई राम्रो नियन्त्रणमा राख्नु भएको छ भने तपाईंले अनावश्यक यस्तो सडन डेथको चिन्ता गर्नु पर्दैन, यसको डर त्रासमा बस्नु पर्दैन।